छिटो बोल्नु पर्यो चाहिँ म तपाईँको मम्मी हो होइन आन्टी हो आन्टी हो मम्मीलाई त कुरा लगाइदिन्छ नि त ड्याडीसँग झगडा पर्नु निस्किरहेको छ अनि माइती घर जानुभएको अनि त्यो क्यासिजन लाग्यो कि मलाई दादाको क्यासिजन छ नि त मेरो मामीको छोराको अनि बिहान जानुपर्ने जरुरत त केही थिएन ठिक छ झन् दादालाई सघाउँदै काम गर्दै बस्ने बेलुका गाली खान्छ अलिअलि अनि अहिले ड्याडी नहुँदै दिनु पऱ्यो झन् गाली खान्छ भनेपछि ड्याडी कडा हुनुहुन्छ कि क्या हो आर्मी हो आर्मी हो होइन हुन त अनि मलाई चाहिँ अब म भएन भने त अनि म ड्याडीको प्रेसर पनि जान्छ प्रेसर हाइमा चाहिँ रिसायो भने झल्नुहुन्छ हो अनि त्यही भएर म भागेको अब ड्युटी भनेको चाहिँ फर्स्टको दिनमा छ मतलब हस्पिटलमा जानुपर्छ कि ड्युटीहरू ल्याब टेक्निसियन हो नि त अनि अहिले ड्युटी छ भने निस्केको ड्युटी त फिफ्टी छ अरे अहिले ड्युटी छैन अहिले चाहिँ ड्युटी छैन त्यही ठिक छ त फ्री टाइममा यसो हिँड्दा भइहाल्छ फ्री टाइममा यसो हिँड्दा भइहाल्छ बोयफ्रेन्ड नहुँदा त अब यहाँ बोयफ्रेन्डसँग बोलिन्छ रातभरि बोलेर बस्दै भन्नुहुन्छ अनि बोयफ्रेन्ड छैन तपाईँको होइन फेरि को बोल्ने भने मेरो मामाको छोरी बोल्ने हस्ने म हो अनि यत्रो टाइम भइसक्यो त अनि बोयफ्रेन्ड बनाउनु पर्दैन भने भन्दा नि आफ्नो करियर सबैभन्दा पहिला आयो कि त्यो पनि राम्रो बाहिर जानु छ घर परिवारलाई हेर्नु छ अहिलेसम्म जति हेऱ्यो अब त म हेर्नु पऱ्यो ठुलो छोरी नै मै भन्छु ठुलो छोरी नि तपाईँ हो अनि कतिजना फ्यामिली हुनुहुन्छ फ्यामिलीमा को हुनुहुन्छ मेरो फ्यामिलीमा दादा म बहिनी अनि ड्याडी म अब दादा भाउजू चाहिँ कुरा गइले अनि तपाईँ ठुलो छोरी अनि दादा तपाईँ सेकेन्ड टर्मको होइन दादा हुनुहुन्छ तर दादा चाहिँ भने बिहे भइसक्यो नि त अनि अब बिहे भएपछि छोराबाट सुन्ने भनेको स्वास्थ्यकै कुरा हो हो र पछि तपाईँलाई पनि पे गरेपछि तपाईँको कुरा त सुन्छ तपाईँको हस्बेन्डले होइन र अनि खै अब जयटिङले परेन भने जयटिङले पऱ्यो भने त सुन्ला जयटिङले परेन भने त दुःख भनेपछि अगाडि नै स्टार्टिङमै होइन जयटिङले टाइपको छान्नुपर्ने भयो किनभने एटलिस्ट तपाईँको कुरा त सुन्नु पऱ्यो नि त हो कि हो नि त अनि आफ्नो बुढीको कुरा सुनेन भने जिन्दगी यस्तो हो है मेरो दादालाई चाहिँ सोझो हुनुहुन्छ कि लास्टमा सोझो हुनुहुन्छ दादा अनि भाउजूको मात्र कुरा सुन्ने हुनुभयो क्या तपाईँको कुरा सुन्नुहुन्न मेरो कुरा म बोल्दैन मेरो कुरा अनि मम्मी बाबालाई कसरी हेर्ने गर्नुपर्ने के गर्नुपर्ने भने के गरेपछि सबै सिकाउनु पर्दैन त्यो हो क्या अब छोरी मान्छेको हातमा कस्तो भने बुढालाई ढिक्क भन्दा सासूलाई ढिक्क पार्नुपर्छ कि बुढा त जसरी आफ्नो भयो यसै खुर्की देखायो भने यति बुझ्ने गर्लफ्रेन्ड चाहिँ हुनुपर्छ है सबको है यतिको बुझ्ने गर्लफ्रेन्ड चाहिँ सबैको हुनुपर्छ क्या अनि यस्तो बुझ्नुहुन्छ सबै कुराहरू होइन अनि एउटा बोयफ्रेन्ड बनाउनु सक्नु भएन है अहिलेको जमानामा आफूलाई यस्तो गिल्टी लाग्दैन भने सब साथीहरू मतलब तपाईँले बोयफ्रेन्ड बनाउने टाइम पाउनु भएन होइन अनि अब बनाएको थिएँ तैँले मलाई टाइम दिन दुनियाँसँग हिँड्छस् मैसँग हिँड्न भ्याउँदिन भन्न थाल्यो त्यस्तो भन्यो बाबुलाई जाऊ न तिमी बाबु भन्नुभएको ठिकै हो किनकि होइन त्यो बोयफ्रेन्ड भएपछि एकअर्काको कुरा बुझ्नुपर्छ नि त होइन कोहीसँग बोल्न नदिने ड्युटीमा धरी ड्युटी आउँथ्यो मेरो हेर्नलाई भनेपछि मान्छे चिलमा रहेछ होइन
म चाहिँ उसलाई चाहिँ कन्ट्रोल गर्दिनँ किनकि उसको नै लाइफ छ मभन्दा फर्स्ट प्राइज उसको करियर हो होइन होइन सबैको फर्स्ट प्रायोरिटी भनेकै करियर हो होइन होइन अब म भनेको आफ्नो खबर छ यस्तो हो कि अरू बेला सँगै हिँडाउनुपर्छ भन्ने छैन कि आफूले जब दुःख पर्छ तब एकजना समाजिक मान्छे हुनुपर्यो कि त्यो होइन कि 24 घन्टा मैले उसको जब छोड्यो हार्वेदा हो उसको जब आरओआईमा जब गर्थ्यो अनि मैसँग कि 24 घन्टामा छ भने मलाई त्यो केही लागेको भनेपछि माया त अति गर्दो रहेछ नि त होइन यस्तो भन्नाले होइन रिस र शङ्कामा पनि माया हुन्छ अरे नि त भन्छ क्या मलाई चाहिँ के भन्न पऱ्यो मान्छेले यस्तो मरे हत्ते गरेको मन पर्दैन है मलाई त्यो त कस्तो भने उसको कुरा सुनेन उसको कुरा मानेन भने मुख छाड्ने अब हात उठाउने गर्छु कि मलाई अनि तपाईँलाई पिट्यो पनि यस्तो माया लाग्दो फेस छ अनि कस्तो अनि तपाईँलाई पिटेको अरे रुन मन लागेन अहिले 1 वर्ष भइसक्यो मोमेन्ट भएको अनि होइन मैले तपाईँको बारेमा अलि माया लाग्दो भन्यो नि त त्यस्तो सिधै रुन माया लाग्थ्यो हो र माया लाग्दो त कुनै एङ्गलमा देख्छु मलाई मैले पनि राम्ररी हेरेकै छुइनँ अहिले ओर्लेपछि हेर्छु के बन्द होइन गोली बन्दुकको गोली हो मेरो बाफ यस्तो कडा भन्यो त तपाईँ पनि ड्याडी जस्तै हुनुहुँदो रहेछ हजुर तपाईँ पनि ड्याडी जस्तै हुनुहुँदो रहेछ ड्याडी त होइन ड्याडी प्रेसर त छैन नि प्रेसर त छैन नि कस्तो तपाईँलाई छैन बा अहिले ब्लड डोनेसन दिइरहेको हो र हेलो आँखामा तिमीलाई सबै सपनीमा यो सटो हो यताको चाहिँ हो खुला छ त अनि खुला छ त अनि खुला छैन माथिको चाहिँ खुला छैन त्यो थ्याङ्क यू है ल हेभ अ गुड डे Same to you. अलराइट